मैले लखेटेकै हो। हाम्रो आस्थामाथि जसले धावा बोल्छ, हाम्रो आस्थालाई जसले चाहिँ नि खुल्छ न खोज्छ, त्यसको हामी प्रतिकार गर्छौँ। हामी डराएर होइन, हामी अगाडि लडेर अगाडि बढ्छौँ। त्यहाँबाट मैले लखेटेकै हो, मैले लखेटेकै हो। त्यो कुरालाई लिएर अहिले सामाजिक सञ्जालमा छरपष्टै विक्रम छेत्रीलाई मार्न पर्छ, यसलाई काट्न पर्छ, हामी मङ्गेलहरू एक ढिक्काउन पर्छ भनेर मलाई मार्ने धम्की आएको छ। कुनै नम्बरबाट मलाई चाहिँ नि तँलाई जहाँ भेट्यो त्यही मार्ने छौ हामीले भनेर चाहिँ नि एकजनाले सुन्दरबाट मलाई बनायो। कहाँनिर यो म आउँछु भने, ल आउँछु, ल खेल्ने भने मैले त्यहाँ आर्यन राई आए। आर्यन राई आइसकेपछि हामीलाई के लाग्यो भने यो लासमाथि यिनीहरूले राजनीति गर्न आएका हुन्, त्यो कदापि हामीलाई सही छैन भनेर हामीले त्यहाँ प्रतिकार गर्यौं। प्लस तिनीहरूले पृथ्वीनारायण शाहको फोटो लात्ताले यसो गरी गरी तपाईँको चाहिँ नि थुकी कुल्चिएका थिए। हामीले गौमातालाई हामीले आमा मान्छौँ, गौमाता हाम्रो आमा हो हामीले उहाँको गहत खान्छौँ, हो हामीले खान्छौँ, उहाँको मुत खान्छौँ। यिनीहरूले मुत खाने भनेर हामीले चाहिँ नि जुन दुर्व्यवहार गरे त्यो भयो। अनि आएर हाम्रो नेपालको झन्डा यिनीहरूले पाल पार जलाए। त्यसको मैले चाहिँ नि घोर भर्त्सना गरेको थिएँ। त्यहाँबाट मैले लखेटेकै हो, मैले लखेटेकै हो। त्यो कुरालाई लिएर अहिले सामाजिक सञ्जालमा छरपष्टै विक्रम छेत्रीलाई मार्न पर्छ, यसलाई काट्न पर्छ, हामी मङ्गेलहरू एक ढिक्काउन पर्छ भनेर मलाई मार्ने धम्की आएको छ। कुनै नम्बरबाट मलाई चाहिँ नि तँलाई जहाँ भेट्यो